नमस्कार तपाईहरुलाई स्वागत छ आजको यस भिडियोमा। चाहिँ तपाई यदि नेपालदेखि जापान आउँदै हुनुहुन्छ र जापानको एयरपोर्टमा तपाई आइसकेपछि तपाईले गर्नुपर्ने कामहरू भनेको के हुन सक्छ त त्यो विषयमा सामान्य चर्चा गरौँ है त। अब तपाई नेपालदेखि जापान आइपुग्नुभयो र जापानको एयरपोर्टमा तपाई झरिसकेपछि झरेपछि तपाईँ जुन जापानको एयरपोर्टको अफिसमा इमिग्रेसन अफिसमा आउनुहुन्छ त्यहाँ तपाईँहरूलाई चेकिङ हुन्छ, सबै कुराहरू हुन्छ होइन। तपाईँहरूको लगेज चाहिँ नेपालदेखि नै दिइसकेपछि यतापट्टि जापानको एयरपोर्टमा आइपुग्छ। तपाईँले त्योभन्दा अगाडि चाहिँ के गर्नुपर्छ भने तपाईँले जाइरो कार्डको फर्म चाहिँ भर्नुपर्ने हुन्छ। जाइरो कार्डको फर्म भर्नको लागि त्यहाँ निहोङ्गोबाट तपाईँको नाम, तपाईँको ठेगाना, तपाईको सबै विवरणहरू चाहिँ डेट अफ बर्थ लगायतका विवरणहरू चाहिँ भर्नुपर्ने हुन्छ। अनि त्यो विवरणहरू सबै भरेर तपाईले यतापट्टि जुन इमिग्रेसन अफिसर हुन्छ उहाँलाई दिनुपर्ने हुन्छ। उहाँलाई दिइसकेपछि उहाँले केही समयमै तपाईको जाइरो कार्ड बनाइदिन्छ, जसमा चाहिँ तपाईको फोटो हुन्छ, तपाईको नेम हुन्छ, डिओबी हुन्छ लगायतका सबै विवरणहरू चाहिँ हुने गर्दछ। र तपाईले नेपालबाट ल्याउनु भएको सिओई चाहिँ तपाईले त्यहाँ बुझाउने हो र त्यो सँगै फर्मसँगै बुझाइदिएपछि त्यसपछि मात्र तपाईको जाइरो कार्ड आउँछ। जाइरो कार्ड चाहिँ तपाईले लिएर त्यसपछि यता जापान छिर्नुपर्ने हुन्छ।